हेलो गाइज, वेलकम टु माई भ्लग। कति वेलकम गर्छु होइन अहिले त्यो ब्याकग्राउन्डमा त्यो नोइज आइरहेको थियो क्या, त्यो हटाउनु पर्न सक्छ। त्यही भएर हामी चाहिँ अब यहाँ कुलेखानीको यो के अरे मार्कुबाट चाहिँ अब मोहिनी झरना हेर्न चाहिँ जाँदैछौँ। ठिक छ, हामीहरू कन्टेन्ट गरिरहेको छौँ। हाम्रो यो गरिबहरूको रारा तालमा छौँ हामी चाहिँ। अनि हामी चाहिँ यहाँबाट के अरे मोहिनी झर्न जाँदैछौँ। टोरीहरू अगाडि लगाइराख्नु गीत बजाउँदै मोहनी लाग्ला है। छिटो पुगे हुन्थ्यो। भण्डारी सहरमा हुर्केको हिँड्नै गाह्रो भयो। तिमीले बोलेको आउँदैन भाइ, म्युट हुन्छ। म फिलै भएको छैन, म्युट गरेर चाहिँ के काम गर्ने? लाग्दैन क्या कपिराइट। ट्रान्जिसन हो क्या, कुनै पनि अब्जेक्ट हुन्छ नि पछाडि बजिरहेको छ अनि अगाडि साउन्ड गरेको नि त्यो साउन्ड। फेरि झोलुङ्गे पुल आयो। अब यहाँ अब त मलाई डर लाग्दैन होला हौ झोलुङ्गे पुलदेखि। अघिको त्यो त्यो अस्ति हिजो त्यत्रो लामो त चढी के अरे तरियो। बागलुङ र पर्वतनिर लानुपर्ने क्या। ए त्यहाँ त म त सातो गएर म त तिमी गएको छौ? बरु म त गएको छैन। गएको छैन? त्यहाँ चाहिँ तिम्रो सातो उठ्छ त्यसो भए तिमीलाई सातो डर जान्छ लाग्छ भने पक्का हो। त्यहाँ त लिटरली तिमी तल देख्न पनि सक्दैनौ क्या। सेरु यस्ता छन् नि त, यस्ता छन् नि त, यस्तादेखि डर लाग्ने हो कि। यसरी पागल जसरी यहाँ पुल हल्लाउनेहरू छन्, यस्तो भएपछि चाहिँ मलाई ऊ लाग्छ यहाँसम्म रहेछ यार इन्द्र सरोवर। माथि यहाँ गाउँहरू देखिरहेको छ, क्यामेरामा देखिएको छ कि छैन। फेरि वन्स अगेन इन दिस झोलुङ्गे पुल। म भ्लग चाहिँ बन्द गर्छु, म पुल तरेर कन्टिन्यू गरौँ ल। ओके गाइज, पुल तरियो। अब चाहिँ मलाई डर लाग्दैन पुलदेखि। खतरो का खिलाडी हो म। नाले मार्यो त्यहाँबाट हो क्या। हामी नजिक छौँ भने होइन, अब आइपुग्नु लाग्यो भने होइन युट्युबर हो क्या। होइन 500 के छ उयो त सिधै बाटो यो त रहेछ नि। किन जस्तो यार माथि बाइक आउने बाटो होइन, यही बाटो उ त्यो बस्यो कि उ त्यो होटल मोहिनी झर्ना सर्टकट वे भनेर यो तोरी यो रिसोर्टले आफ्नो प्रमोट हान्यो है। ओ यो महावीर रिसोर्ट भन्ने ओइ फ्री वाइफाई रहन्छ भने यस्तो हान्छु। यो सर्टकट वे भनेर भनेको छ, यो आफ्नो रिसोर्टलाई प्रमोट गर्नलाई यो स्क्याम रहेछ भने यहाँ हेर्नु है गाइस। मेरे दिल के शहर में घर तेरा हो गया, छाडेर जाने छैनौ अरूको थाहा भएन, आफू चाहिँ त्यस्तै छैन। मुटुले चोरी लाग्यो सुटुक्क आफ्नो पारी, वचन त गर्यो मिठो तर हजम जिम्मेवारी। आज एक
खै म बसेको छु सम्झी सम्झी पुराना दिनहरू। यो गाइज मोहिनी झर्ना देखियो यही होइन यतिको चिज देखिएपछि चाहिँ हिँडेको वर्थ भयो। साँच्ची जेन्युन हो यो लाइसेन्स हो यो लाइसेन्स हो यो गभर्मेन्ट प्रपर्टीलाई टिकट दिनु भएको छ मैले बनाएको त होइन भाइ समितिले उठाओ। स्क्याम त होइन नि यो स्क्याम रहेछ भने चाहिँ फेरि मैले भिडियो खिचेको छु है तपाईँको पनि भिडियो खिचेको छु। गाइस हामी चाहिँ मोहिनी झर्ना हेरेर फर्किसक्यौँ। हात्ती भएन मेरो साथीहरू अगाडि आइसक्यो म मात्र भएको कस्तो जोड्यो हाई म यो क्यामेरा भण्डारी ल्याइदिन्छु। ओके गाइस फेरि मैले 2 दिनमा तेस्रोचोटि झोलुङ्गे पुल तरेँ। मेरो खुट्टा अहिले नाचिरहेको छ यसरी। तर साँच्ची भने म के अरे पहिला होइन त्यो कृतिपुरको पुल देखाएको छ नि होइन झोलुङ्गे पुल त्यहाँ जाँदाखेरि मेरो 7औं पुत्लो गएको। म कति चोटि बल्ल क्रस गरेको होइन। अहिले यहाँ यसरी क्रस गरी मलाई आफूमाथि प्राउड फिल भइरहेछ। गाइजहरू अब मैले हिजो एकचोटि अनि बिहान 2 चोटि 2 दिनमा 3 चोटि क्रस गरे पछाडि चाहिँ मलाई झोलुङ्गे पुलमा डर लाग्थ्यो। तर हाइटदेखि डर लाग्ने हो मलाई झोलुङ्गे पुलदेखि। अब चाहिँ मजा आउनु थाल्यो झोलुङ्गे पुलमा पनि मजा आउनु थाल्यो। सिधा अगाडि हिँड्यो तल हेऱ्यो भने 3 घन्टा लाग्छ। सिधा अगाडि हिँड्ने मलाई मजा आयो गाइजमा फेरि जानलाई। हेलो डर लाग्यो लिन आउनुपर्छ। ओके गाइज फेरि अपडेट दिँदाखेरि चाहिँ झोलुङ्गे पुल क्रस गरेर आयो हाम्रो यो मार्कुवाला रिसोर्टको यो ऊ चाहिँ सिद्धियो टाइम। अब हामी फर्किँदैछौँ। फर्किँदाखेरि चाहिँ चितलाङमा अनि चितलाङमै भेडा फार्ममा चाहिँ हामी त्यहाँ एकछिन बस्छौँ बसमा। ओके त्यति हो भेडा फार्ममा भेटौँ अब। गाइजहरू यो चाहिँ एकदमै युजफुल टुल रहेछ है। यसमा चाहिँ टप्प लाएर मोबाइल टाँसेर अनि सिधा राखिदिए पछाडि त्यो के अरे अगाडिको सिन चाहिँ पुरै क्याप्चर हुने रहेछ। त्यो सिन चाहिँ तपाईँले भिडियोमा त्यहाँ देख्नु पनि भयो होला। मैले त्यो राखिदिएको छु। फेरि त्यही सिन आउँछ ल। दामी छ ल। इसकी भाभी बना दूं आ चलती क्या।
रोकाउँछु त्यो मुनतिर दाइ मलाई त सु आयो तपाईँ रोक्नुहुन्छ कि गाइजहरू हामी यहाँ हिमालदेखिमा आयौँ तर हिमाल चाहिँ देखिएन अब हाम्रो भ्लगलाई चाहिँ यही एन्ड गरौँ योभन्दा बढी केही देखाउनु चिज छैन काठमाडौँ भ्याली ल